हेलो गाइस र हामी फेरि हाम्रो डे क्याम्पेनिङ सकेर हो मजाले पिकनिक सिकनिक खाएर चाहिँ हामी भट्टाभट गरेर फेरि डियर पार्क बन्द हुन्छ भनेर चाहिँ स्पिड गरेर हामी चाहिँ यता आयौँ। रिटर्न अब आउँदैछौँ हो। रिटर्न आएर चाहिँ डियर पार्क चाहिँ यदि खुल्ला छ भने चाहिँ अब एकछिन जानु पऱ्यो भनेर होइन। बाटो फेरि त्यस्तै रफ हो, खाल्टै खाल्टा। भिडियो त गर्दैछु नि, तर हेर्नु न आम्माम गालचाक र घुल्चुक धन्न आइपुगेर फेरि जस्तो टाउको दुखेको यस्तो भएको थियो। बसेको नानीहरूले घुमाइदिएको खुसी नखुसी यिनीहरू फेरि हो। मलाई नि सन्चो लाग्यो त्यो उयसमा घुमाइदियो हो। म नि खेलिबसेँ नानीहरू यस्तो। मेरो बुढी पनि यता पिङमा चढेर खेल्यो ऊ र अर्को हाम्रो नानी हो। नानी खेलेको गऱ्यौँ, कस्तो मजा आयो। अब पिकनिक पनि भयो, हामी पार्कमा नि गयौँ, दुईजना साथीहरू मिलेर खेलेकै हो। हेर्नु न, तर राम्रो भिडियो चाहिँ त्यति खास चाहिँ भएन रहेछ हो। अन्त त्यहाँबाट तिमीहरूको त आएन हौ यसमा त राम्रो भनेर भने। अब त्यहाँबाट उयो टुरिस्टहरू पनि निकै थियो, तिनीहरूसँग नि एकछिन बातचित मारेँ हो। मलाई पनि सोधे कहाँको, मैले पनि सोधेँ तिनीहरू कहाँको भनेको कोलकाताको अरे हो। तिनीहरूसँग यसो बातचित मारेँ अरे साथीभाइ। अन्त त्यहाँबाट यिनीहरूको खिचिदिनु त खिचिदिएको नि, तर राम्रो खासै राम्रो चाहिँ आउँदै आएन हो। त्यो अलिकति लङ उयसमा फेरि मेरो बुढी पनि नानीहरू यस्तै खेलेकै गर्नु थाल्यो। लु छिटो जाउँ अब अँध्यारो भइसक्यो भनेर त्यहाँबाट हामी फेरि भट्टाभट गरेर अब त्यहाँ यसो मजाले खेल्यौँ मऱ्यौँ हो। नानीहरू त आउनु मनै नगरेको। अनि त्यहाँ फेरि भन्नु थाल्यो आलु मिमी खान्छु नि बाबा भन्नु थाल्यो। लु नि त आलु मिमीहरू खा भने ऊ हाम्रो छोरीहरू उयसमा यो लड्किएर झुन्डिएर हो। लु तिमीहरू पुलिसमा जान सक्छस् भने त्यहाँबाट भट्टाभट गरेर आलु मिमी खाएर चाहिँ हामी निक्ल्यौँ। यसो हेरेको त आम्मामा सनसेट त यस्तो दामी साथीभाइ हो। हेर्नु न यति दामी सनसेट हुँदै थियो हो। र तपाईँहरूलाई कस्तो लाग्छ कुनै अब मैले यसो गरेको भिडियोहरू है राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट गरिदिनु, हेर्नु नबिर्सिनु होला होइन। अब गोर्खा ट्राभल्स अब एउटा जुन चाहिँ अब एउटा युट्युब च्यानल बनाएको छु है। मेरो चाहिँ मेन चाहिँ उद्देश्य हो कार क्याम्पेनिङ गर्नुको लागि होइन। अब गाडीमै खानापिना पकाउनुको लागि। ल लाइक सेयर कमेन्ट गर्नु होला साथीहरू। गुड नाइट, बाई।